त्यो च्यारेसीको मन्दिर चाहिँ पहिले उता फर्काएको थियो अगाडि पुजारीले चाहिँ झन् दिएन नि उहाँले जिउसको घाउ भएर अनि झन् तिमी यस्तो फोडी मान्छे मन्दिरमा जाने हुँदैन भनेर चाहिँ निकालेर चाहिँ उहाँ चाहिँ पछाडिपट्टि गएर अभ्यास गरेको थियो नि अभ्यास गर्दा त्यो मन्दिर पनि उहाँ पछि उहाँपट्टि यस्तो फर्केर मन्दिर पनि फर्के भन्छ नि त्यो मन्दिर चाहिँ अहिले त्यो चौबरमा भएको मन्दिर चाहिँ हो भनेको चाहिँ यस्तो हेर्दाखेरि अनि अहिले यो बुद्धशक्य मुनिको पालामा चाहिँ पहिलो न्युङ्ने चाहिँ हाम्रो नेपालमा सुरु भएको भन्नु सक्छ कि त्यो एकदम मन बनाउने यो न्युङ्नेको अभ्यास चाहिँ सुरु हाम्रो देशमा भएको त्यो चाहिँ एकदम मन बनाउने हाम्रोले गर्व मान्नुपर्ने हो कि त्यो त्यही गर्दाखेरि हाम्रो यो नेपालमा चाहिँ न्युङ्नेको अभ्यास एकदम हुनुपर्ने हो क्या खास तर हामी यो देश यो राजनीतिको स्थितिको कारणले चाहिँ गर्व गर्नेको लायक त छैन नि बुद्ध हाम्रो देशमा जन्म हुँदै के छ त हामी होइन बुद्ध हाम्रो देशमा बुद्धको नाम प्रयोग गरेर पैसा चाहिँ विदेशबाट डोनेसन चाहिँ माग्ने मात्रै काम हो अर्को के गरेको छ त्यो पनि गरेको छैन होइन धेरै दुःख लाग्छ आफै एउटा नेपाली भएको कारणले चाहिँ कहिले कहिले धेरै दुःख लाग्छ अब अब बुद्धले के भएको छैन नामबाट पनि केही भएको छैन भने अब यो हाम्रो गेलौँमा छुरिङ बनेको चाहिँ उहाँको नामबाट त के हुन्थ्यो होला तर पनि अब हामी बुद्धिस्टहरूले चाहिँ अलिकति त्यो बुझेर चाहिँ अलिकति न्युनेको आवेश चाहिँ के भन्छ फिराउनु पऱ्यो कि अब सधैँ बस्न नसके तापनि अहिले जस्तो यो सागरदावाको बेलामा बस्ने सामने चाहिँ धेरै महत्त्वपूर्ण हो अब हाम्रो लामा कुसाङज्यूले चाहिँ यस्तो ठाउँ उपलब्धि गरेर तपाईँहरूले चाहिँ धेरै नपाए पनि एक जोर बनाउन न्युने बस्ने एउटा अवस्था मिलाएकोमा चाहिँ धेरै राम्रो है म चाहिँ धेरै अनुमोदन गर्छु त्यसमध्ये धेरै राम्रो हो त्यसले गर्दाखेरि हामी त्यो चाहिँ हामीले गर्नुपर्ने हो कि है एकदम अब त्यो कथाहरू सुन्दाखेरि तपाईँहरू हेर्नु कुश रोग लागेको थियो नि उहाँले त्यो कुश रोग चाहिँ न्युनेबाट चाहिँ उहाँले चाहिँ कुश रोगबाट मुक्ति पायो नि होइन त्यसले गर्दाखेरि त्यो कुश रोगबाट चाहिँ मुक्ति पाएको न्युनेको आवास यो व्रतवास होइन को आवेशले गरेको कारणले त्यो भएको कारणले चाहिँ हामीले पनि असल न्युनेको आवेश गऱ्यो भने त्यस्तो लाभ हामीले पनि पाउन सक्छ कि उहाँले पाउन सक्ने हामीले पाउन नसक्ने होइन कि अब हामी यति पाउँदैन भने हामी अभ्यास गर्ने तरिका केही नमिलेको होला नि हामीले भावना नमिलेको हो कि हामीले पूजा गर्ने तरिका नमिलेको त्यो आफैले बुझ्नुपर्छ कि यति असल पूजा गर्ने तरिका असल भावना असल श्रद्धा असल माया करुणा छ भने सायद पूजा गरेको छ भने जे उहाँले प्राप्त गरेको छ फल चाहिँ हामीले पनि त्यो प्राप्त हुन्छ त्यसमा चाहिँ शङ्का गर्नु पर्दैन है त्यो चाहिँ मनमा रहनु होला अनि एउटा चाहिँ अहिले मैले भने नि यो भन्छ भिकुन्ने श्री भन्छ है हाम्रो त्यो संस्कृतिमा चाहिँ भिकुन्ने श्री भन्छ उहाँको नाम पाल्मो भन्छ पाल भन्ने श्री पहिला हामी राजाले पनि पाल के अरे श्री 5 भन्छ नि श्री भनेको चाहिँ पाल भन्छ कि लामा भाषामा मा पाल्मो भनेको भिकुन्ने श्री भन्छ त्यसले उहाँको नाम चाहिँ